समर्पित गर्नुहुने सम्पूर्ण योद्धा, शहीदहरू, घाइतेहरू र यो सङ्घर्षमा सम्पूर्ण आफ्नो जीवन र पुस्ता समर्पण गर्नुहुने सबैप्रति म आजको साँझ समर्पित गर्न चाहन्छु। यति धेरै जिम्मेवारीको महसुस भएको छ र पछिल्लो दिनहरूमा चाहिँ जसरी निरन्तर रूपमा एउटा नयाँ ढङ्गले राजनीतिलाई अगाडि लैजाने जिम्मेवारी हामीले पाएका छौँ, त्यसको थकाइ एकातिर छ, त्यसले दिएको उत्साह अर्कोतिर छ। हामी इतिहासको अत्यन्तै महत्त्वपूर्ण मोडमा उभिएका छौँ। इतिहासको यो महत्त्वपूर्ण मोडमा यो देश पहिलोपटक उभिएको होइन, धेरै पटक उभिएको छ। यो देशले इतिहासमा धेरै पटक अवसरहरू पाएको, तर दुःखका साथ भन्नुपर्छ, देशले पाएको अवसरलाई केही अवसरवादीहरूले आफ्नो पोल्टामा पारे देश गरिब गरिदियो। अब त्यो हुनेवाला छैन। राष्ट्रवादको उपस्थितिमा तपाईहरूलाई साक्षी राखिसकेपछि अब त्यस्तो हुनेवाला छैन। इतिहासले दिएको यो अवसरलाई हामीले व्यक्तिगत लाभका लागि र पार्टीका लाभका लागि खर्च गर्नेवाला छैन। देशको हितका लागि समर्पित गर्नेछ। म सम्झन्छु त्यो दिन 79 असार 7 गते यही हलबाट हामीले राष्ट्रवादको उद्घोष गरेका थियौँ। म त्यहाँबाट केही कुरा सुरु गर्न चाहन्छु। राष्ट्रपाललाई, यसको नेतृत्वकर्ताको रूपमा मलाई पनि केही आरोपहरू छन्। यो समावेशी छैन अथवा यसले समावेशितालाई अँगाल्दैन भन्ने किसिमका केही आरोपहरू छन्। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, जतिखेर देशले परिवर्तनको आवाज गुन्जाइरहेको छ भन्ने कुराको आभास पाएपछि हामीले पार्टी स्थापना गरी अगाडि बढ्ने निधो गर्यौँ, त्यतिखेर केन्द्रीय सदस्यताका लागि चाहिने नागरिकता पनि पाउन हामीलाई गाह्रो भयो। हामीले केही पनि पाउन सकेनौँ। अनि छामछाम चुमचुम गर्दा वरपरका देखिएका साथीहरूलाई हात जोडेर, साथी हो तिमीहरू भए पनि समावेश भउ न यो अभियानमा, आउ न, देऊ न नागरिकता, देऊ न भोटर आइडी भनेर जम्मा भएर सुरु गरिएको अभियान हो। आज यो विशाल हुन्छ भन्ने कुराको जानकारी थियो, तर त्यतिखेर मैले धेरै साथीहरूलाई सम्झाउन बुझाउन सकिनँ। त्यसैले गर्दा समावेशिताको गाली खान म बाध्य भएको छु। तर नियतमा कहिले पनि कमी थिएन, नियत कहिले पनि समयक्रमले यसलाई प्रमाणित गर्दै जान्छ भन्ने कुरामा म विश्वस्त थिएँ छु। र आज जब यो ऐतिहासिक मोडमा हामी आइपुगेका छौँ, यहाँ आइपुग्दाखेरि राष्ट्रवाद फैलिएको छ, जनताको विश्वास बढेको छ। र म फेरि पनि तपाईँलाई आज जोड लगाएर के भन्न चाहन्छु भने, फैलिएको यो विश्वास र भरोसालाई मेरा व्यक्तिगत रूपमा या पार्टीका रूपमा या कुनै गुटका रूपमा कसैको लाभका लागि होइन, मात्र यो सिङ्गो देशको लाभका लागि खर्च गरिन्छ। त्यसलाई मध्यनजर राख्नुपर्छ। म फेरि पनि सम्झन्छु आफ्नो राजनीतिक प्रतिवेदन, पहिलो राजनीतिक प्रतिवेदनमा भनेको कुरा, जहाँ मैले बताएको थिएँ कि नयाँ शक्तिहरू एक ठाउँमा उभिने क्रमलाई सुरुवात गर्नुपर्छ। देश परिवर्तनको सङ्घारमा उभिएको छ। यतिखेर मैले के पाउँछु भनेर होइन, मैले के दिने भनेर बैठक बसियो भने त्यो बैठकहरू सफल हुन्छ। र म त्याग गर्ने मानिसहरूको नाम सूची बनाउँदा मेरो नाम पहिलो नम्बरमा दर्जा गराउँछु भनेर मैले न्यासलाई दर्जा गरेको छु। त्यो सिलसिला सिद्धिएको छैन, त्यो सिलसिला सिद्धिएको छैन साथी। अब यसको सुरुवात हामीले गरेका छौँ। व्यापक रूपमा आशा गरिएका शक्तिहरूलाई एक ठाउँमा लिएर गएर हामीले सम्पूर्ण रूपान्तरण गर्ने बेला आएको छ। यो ऐतिहासिक मोडमा म यति कुरा बताउन चाहन्छु, राजनीतिक यात्राका क्रममा नागरिक उन्मुक्तिसँग जोडिनुभएका, थरुवान हार्वर्ड आन्दोलनसँग जोडिनुभएका साथीहरू, अभियन्ता साथीहरूले आफ्ना अनुभवहरू यहाँ सुनाउनु भयो। त्यसका व्याख्याहरू पनि यहाँ धेरै भए। तर म एउटा कुरा तपाईँलाई बताउन चाहन्छु कि अब म व्याख्या होइन बदल्न चाहन्छु। बदल्ने अभियानमा हामी जोडियो, व्याख्या सकियो। अब व्याख्या उठाल्छ छैन, कसले के गरे के गरेन, अब त्यो व्याख्या उठाल्छ छैन। के व्याख्या गरौँ हामी? 2 तिहाईको सरकारले नागरिकमाथि गरेको दमनको के व्याख्या गर्नु? 34 वर्षसम्म यो देशलाई हरिकङ्गाल बनाएकाहरूको के व्याख्या गर्नु? त्यो व्याख्याले केही पनि हुँदैन। अब बदल्ने हो। हामी सबैका अनुभवहरू छन्। तपाईँको अनुभवले यस पार्टीलाई, यो अभियानलाई समृद्ध बनाउनका लागि तपाईँहरू जोडिनु भएको छ। साथीहरूले आफ्नो मन्तव्यको क्रममा अलिकति केही समानुपातिकमा न्याय गर्नको लागि केही भन्ने कुराहरू गर्नुभयो।
समानुपातिकमा 2 जना साथीलाई न्याय होइन, सिङ्गो थारू समुदायलाई न्याय गर्ने कुरा छ। यो यात्राको क्रममा इतिहास बदल्ने यो बेलामा एउटा दुईटा कोही साथीभाइहरू छुट्लान् नछुट्लान् त्यसको हामी परवाह नगरौँ। तर आन्दोलनका रूपमा तपाईँले वर्षौंसम्म झेल्नुभएको यो उत्पीडन, वर्षौंसम्म झेल्नुभएको यो विभेदको अन्त्य मैले यो पार्टीले होइन, तपाईँ हामी सबैले सँगै मिलेर सँगै लडेर सँगै परिणाम दिने हो। हामी आज त्यसका लागि बसेका छौँ। विभिन्न मञ्चहरूमा प्रतिबद्धताहरूको कमी भएको होइन, मानिसहरूले प्रतिबद्धता व्यक्त गरेकै हो। तर यो अवसरलाई पनि हामीले गुमायौँ भने हामी नेताका रूपमा त कहीँ कतै चिनिन्छौँ होला, तर इतिहासले मौका पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको एउटा गलत पात्रको रूपमा पनि हाम्रो चित्रण गर्ने खतरामा हामी बसेका छौँ। त्यसैले हामी अत्यन्त जिम्मेवार हुनुपर्ने मोडमा उभिएका छौँ। उपस्थित साथीहरू, विशेष गरेर थारू आन्दोलन र टिकापुरको घटनालाई लिएर म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आज जति फराकिलो थिएन, मेरो बुझाइको दायरा कमी हुँदा मैले कहीँ कतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ। आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमा याचना गर्न चाहन्छु। सिक्ने र समृद्ध हुने क्रममा म अझै पनि आफूलाई सिकारु एउटा नागरिक भनौँ, सिकारु एउटा राजनीतिक कर्मीका रूपमा परिष्कृत पार्ने यात्रामा अगाडि बढेको छु। यी मात्र होइन, धेरै कमी कमजोरीहरू भएका होला। त्यसले मलाई एउटा पाठ सिकाएको छ। मलाई विश्वास छ यो यात्रामा तपाईँहरूको साथमा हामी विगतमा भएका जति पनि कमी कमजोरीहरू छन् तिनलाई सच्याउनेछौँ र त्यसलाई ऐतिहासिक मोडमा लिएर जानेछौँ। जुन समाजमा विभेद हुन्छ त्यो समाज मान्छे बस्न लायक समाज नहुँदैन। विभेद रहित समाज निर्माण गर्ने क्रममा पार्टी प्रतिबद्ध छ। हाम्रा प्रतिबद्धताहरू लिखित रूपमा हामीले प्रस्तुत पनि गरि नै सकेका छौँ, जसलाई यहाँले हेर्नुभएको छ। र आज हामीले हस्ताक्षर गरेका कागजमा आज गरिएको हस्ताक्षरका ती अक्षरहरू फगत अक्षरहरू मात्र होइन, त्यो हामीले विशेष गरेर थारूवट आन्दोलन र थारू समुदाय सम्पूर्ण त्यो इतिहासलाई साक्षी राखेर गरेको हस्ताक्षर हो। त्यसको जवाब हामीले पुस्तौँ पुस्तासम्म दिनुपर्ने हुन्छ। म तयार छु। पार्टी सभापतिका रूपमा यो जिम्मेवारी लिन म तयार छु। मन्नको कारागारमा रहिरहँदा स्वाभाविक रूपमा भेटघाट गर्ने इच्छा गर्ने सद्भाव राख्ने साथीहरू खोज्दै आउने क्रम थियो। स्वाभाविक रूपमा मलाई माया गरेर खोज्न आउनेहरूको सङ्ख्या धेरै थियो, तर मैले खोज्ने सङ्ख्या एकदमै कम थियो। मैले आफैले खोजेर भेट्न चाहेर खोजेको चाहिँ थारूवट आन्दोलनका साथीहरू थिए, थारू अभियन्ताहरू। मलाई यसमा गर्व लागेको छ। म गर्वको महसुस गर्दछु कि मैले सबैभन्दा बढी समय पछिल्लो 2-3 महिना यसै विषयलाई लिएर दिएँ। कहाँ कहाँ कमी कमजोरीहरू भएको छ त्यहाँबाट सच्याउन सुरु गर्नुपर्छ भनेर हामीले तपाईँहरूलाई सँगै जोडेर जाने अभियान सुरुवात गऱ्यौँ। किनकि हामीलाई थाहा थियो जसरी मुलुकमा परिवर्तनको एउटा नयाँ सन्देश जाँदैछ, परिवर्तनको यो सन्देशमा अल्पसङ्ख्यकहरू, सीमान्तकृतहरू र विभेदमा परेका पारिएकाहरूलाई प्राथमिकताका साथ लिएर जान सकिएन भने राज्यको रूपान्तरण र हामीले सोचे जस्तो, हामीले खोजे जस्तो समाज बनाउन सकिँदैन भन्ने कुरामा म विश्वस्त थिएँ, हुँदैछु र सिक्ने क्रम मेरो निरन्तर जारी नै छ। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, आज म धेरै कुराहरू भन्न गइरहेको छैन, किनकि अझै पनि यो अभियानलाई निरन्तरता दिनको निमित्त धेरै साथीहरूलाई जोड्नुपर्ने गहन जिम्मेवारीमा म उभिएको छु। यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न सकियो भने मुलुकले एकैपटक निकास पाउनेछ। म पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखिरहेको छु, उहाँहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, स्वीकार्नुहोस्, आफ्नो असक्षमतालाई स्वीकार्नुहोस्। मुलुक जर्जर अवस्थामा पुगिसकेको छ। जति तपाईँहरूले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनु भयो, अब थप जोडबल नगर्नुहोस्। योभन्दा गए गुज्रेको बहिर्गमनको सपना नलिनुहोस्। अपदस्थताको पराकाष्ठा हो त्यो, यसभन्दा पर नसोच्नुहोस्। निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनुहोस्, चलखेल नगर्नुहोस्, हात गन्काउने चम्काउने नगर्नुहोस्। मुलुकलाई निर्वाचनमा लिएर जानुहोस्। निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्नेछ। त्यो अभिमत मार्फत हामीले नयाँ इतिहास पढ्नु छ। एकैपटक त्यो इतिहासलाई
यहाँले सक्नुहुन्छ भने योगदान दिनुहोस्, सक्नुहुन्न भने बिथोल्ने कोसिस नगर्नु होला। किनकि अब कुनै पनि किसिमको अप्ठ्यारो परिस्थितिबाट होइन, सहज परिस्थितिबाट अगाडि बढ्न चाहन्छ। हामी एउटा आरोप होइन, कयौँ आरोपहरूमा लडिरहेका छौँ। कतिपयले लोकप्रियतावादी पपुलिस्टहरू मिले यिनीहरूमा चाहिँ राजनैतिक परिपक्वता छैन भनेको पनि सुन्नु परेको छ। हामीलाई गाली गर्न पाउँदा आत्मैदेखि खुसी हुनेहरू तथा नाम गाली पनि गरिरहेका छन्। म उहाँहरूलाई खुसी हुन अनुरोध गर्न चाहन्छु। हामीलाई, हाम्रो पार्टीलाई, मलाई, मेरा नेताहरूलाई गाली गर्दा तपाईँहरू तृप्त हुनुहुन्छ भने तपाईँ तृप्त भइरहनुहोस्। हामी त्यही गालीको चाहमा टेकेर यो देशको समृद्धिको सपना पुरा गरेर चाहन्छौँ। अब हामी फरक जिम्मेवारीमा छौँ। जसरी नयाँ साथीहरू हामी जोडिएका छौँ, हामी जोडिएका साथीहरूले अब मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएको हुनाले हामीले अब पुराना दलहरूलाई, आफ्नो पुराना दलका कार्यकर्ता नेताहरूलाई कटाक्ष गर्न बन्द गरिदिनुपर्छ। हामीले त अब नयाँ नेपालको नक्सा कोर्ने हो, अबको समृद्धिको बाटो पहिल्याउने हो, अब एउटा हामीले कल्पना गरेको समाजको चित्र कोर्ने हो। हामी त्यतातिर व्यस्त हुनुपर्छ। हामीले अब कटाक्ष गर्ने अथवा हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका मानिसहरूलाई मान मर्दन गर्ने कामबाट हामी अब बाहिर निस्किनुपर्छ। राष्ट्रपाका सम्पूर्ण सुरक्षितहरूलाई जति पनि पुराना राजनीतिक दलका नेताहरू हुनुहुन्छ जसले यदि मुलुकको चिन्ता गरेर यिनको हातमा देश जाँदाखेरि मुलुक केही सङ्कटमै पर्ने हो कि भन्ने चिन्ता गर्नुभएको छ, म उहाँहरूलाई स्पष्ट पार्न चाहन्छु, चिन्ता नगर्नुहोस्। तपाईँहरूले चिन्ता गर्नु पर्दैन। नयाँ पुस्ता सक्षम छ, सबल छ। यो देशलाई एउटा उचाइमा लिएर जान सक्ने क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ। संसदलाई तपाईँहरूले उस्तै गरी एउटा बजेट भाषण बाहेक अरू हेर्न नसक्ने थलोको रूपमा बनाउनु भएको थियो। तर संसदका हरेक सेसनलाई नेपाली नागरिकले, युवा पुस्ताले आँखा झुमिक्क नपारिकन हेर्ने बनाउने राष्ट्रसभा हो। चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ। बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ, बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ, गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ। हामी सक्षम छौँ, राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्नम बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालाबालालाई छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईँहरूले पपुलिस्ट भने पनि तपाईँहरूको विश्लेषणभित्र हामी हेलामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुन्छ, युवा साथीहरू हुन्छ। यो पुस्ता छ, आफ्नो मुलुकलाई नयाँ गन्तव्यमा लिएर जान सक्ने अथाह क्षमता छ। त्यस कारणले म नेतृत्व हुनको लागि म अनुरोध गर्न चाहन्छु। विभिन्न षड्यन्त्र गरेर चुनाव भाग्ने घटनाहरू घटाइदियो भने चुनाव सर्छ कि क्या हो भन्ठान्ने काम नगर्नु होला। चुनावबाट नै निकास दिने हो। र जति पनि पुराना राजनीतिक दलहरूलाई माया गर्ने साथीहरूलाई म यहीबाट बताउन चाहन्छु कि तपाईँले माया गरेको राजनीतिक दलबाट निकास नआएपछि यदि अझै पनि तपाईँ ती पुराना दललाई माया गर्नुहुन्छ भने एउटा काम गरिदिनुहोस्, आफूले माया गरेको दललाई प्रतिपक्षमा राखिदिनुहोस्। एकपल्ट अब त हेर्नुहोस्, केन्द्रीय सदस्यको संख्या पुर्याउनलाई नागरिकता समेत नपाएको, भोटर आइडी पनि नपाएको र बल्ल बल्ल हात जोडेर छेउछाउका साथीहरूले जम्मा गरेर सुरु गरेको राजनीतिक दलमाथि कति मुद्दा लाग्यो, कति अवहेलना खेप्नु पर्यो। तर हामी थाकेन, हामी बसेर, हामीले आराम गरेर, हामीले विश्राम गरेनौँ, हामी अगाडि बढ्यौँ। संसदीय अभ्यासमा हामीले अब्बल ढङ्गले विश्वलाई देखायौँ कि नयाँ पुस्ता पनि राजनीतिमा आयो र यसले गर्ने संसदीय अभ्यासले देशमा एउटा आशा र उत्साह ल्यायो। मैले भन्नै पर्छ, राष्ट्रसभासँग जोडिनुभएका राष्ट्रसभाका वरिष्ठ नेताका रूपमा हामीले हिजो भर्खरै स्वागत गर्नु गरेका बालेन्द्र शाहको उदयले युवाहरूको राजनीतिमा चासो बढायो र त्यहाँबाट नेपालले एउटा नयाँ झन्कार सुरु गरेको थियो। त्यही अभियान अघि बढ्दै यहाँसम्म आइपुगेको। जेन्जी आन्दोलनमा जे भयो, जुन क्षति भयो, त्यो नभएको भए हुन्थ्यो। तर त्यस्तो किसिमको क्षतिमा जाँदैछ भनेर हामीले निरन्तर भनेकै थियौँ। राज्य सत्ताको चरम दुरुपयोग गरेर यति ठुलो खाल्डो खनियो कि मैले भनेकै थिएँ, मलाई पूर्ण 6 फिट 6.5 फिट जति खाल्डो खनेको खासै ठुलो फरक पर्दैन थियो। तर यति ठुलो खाल्डो खन्नु कि अब तपाईँको सबै नपुरिकन सुकै छैन। हामीले पुर्ने होइन,
खान्नु त तपाईँहरूले भन्नुभएको त्यही प्रेसिडेन्ट सेट गरौँ। संसदलाई हामीले संसद जस्तो बनाउँ भने उठेका मुद्दाहरूमा हामीले भ्रष्टाचारका विषयमा मुद्दाहरू उठायौँ,